प्रिय दर्शकवृन्द नमस्कार। कार्यक्रम मतैमतबाट म किशोर नेपाल। नवलपरासी जिल्लालाई यहाँका बासिन्दाहरू तीन तले जिल्ला भन्दछन्। हुनु पनि यो जिल्ला तीन तलामै छ। पहाडी भूखण्ड, भित्री मधेस भूखण्ड र तराई भूखण्ड। त्रिवेणी नवलपरासी जिल्लाको सबैभन्दा प्रसिद्ध ठाउँ हो, एउटा तीर्थस्थल। राजनीतिक रूपले जिल्ला सचेत भए पनि यहाँ राजनीतिक एकताको भने कमी देखिन्छ। दलहरूका बीचमा राजनीति धेरै अपराधीकरणबाट प्रभावित छ। धेरै मानिसहरू यसै भन्दछन्, यहाँका नेताहरू एउटै भावधारामा हिँड्नुभन्दा विभिन्न विचारहरू लिएर हिँड्नु उत्तम ठान्दछन्। यो पनि एउटा विशेषता हो जिल्लाको। नवलपरासी जिल्लाको मधेस र पहाडका बीचमा त्यति साह्रो सामञ्जस्य छैन। सदरमुकामको नाताले मात्र पहाड, भित्री मधेस र तराईलाई एक ठाउँमा जोडेको छ। तर जनताका बीच सम्बन्ध भने अक्षुण्ण छ, अविच्छेद्य छ। त्यसैले पनि नवलपरासी जिल्ला सबैका लागि तीन तले जिल्ला साबित भएको छ। हेरौँ नवलपरासीबाट मतैमत। नवलपरासी जिल्लामा पहिले चुनावको चहलपहल आयो कि आएन, त्यो सुरु भएको छ कि छैन? संविधान सभाको निर्वाचन निश्चय पनि जनप्रतिनिधिबाट संविधान बन्नुपर्छ भन्ने आम जनताको धारणा हो। तर राजनीतिक दल त्यताप्रति जागरुक भएर जनताको घर घरमा गएर चुनावप्रति उत्साह जगाउने काम चाहिँ नवलपरासीमा भइसकेको अवस्था छैन। चुनावी परिस्थिति बनिसकेको छैन भनेर जो उहाँले भन्नुभयो, त्यो कुरासँग तिलकजी कति सहमत हुनुहुन्छ? हामी मतदातासम्म पनि हामी पुग्यौँ। बरु निर्वाचन भइसकेपछि संविधान बन्छ कि बन्दैन भन्ने कुरा उहाँहरूको शङ्का छ र मतदाताहरू र पार्टीका कार्यकर्ताहरू, विभिन्न समर्थक शुभेच्छुकहरू गएको संविधान सभाको निर्वाचनमा मतदान गर्नेहरूको अहिले पनि आशंका यसपटकको दोस्रो संविधान सभाको निर्वाचनमा संविधान कस्तो बन्ने भन्नेसम्मका एजेन्डा सहित लिएर आयो र संविधान बन्ने सुनिश्चितता भयो भने हामी खुसीका साथ मतदान गर्न जानेछौँ भन्ने अब जनताको अभिमत छ र संविधान सभाको निर्वाचनको विकल्प छैन। र यही बीचमा नेकपा माओवादी लगायतका केही राजनीतिक दलहरू आफ्ना मागहरू सहित अहिलेको यो यथास्थितिमा हामी संविधान सभाको निर्वाचनलाई अब प्रयोग गर्न अथवा सहमत हुन सक्दैनौँ, हामी बहिष्कार गर्छौँ भन्ने पनि सार्वजनिक अभिव्यक्ति आइरहेको बेला यो सरकार र चार दलका शीर्ष नेताहरूको एउटा समिति छ, त्यसले ती मागहरूलाई सम्बोधन गर्ने र मङ्सिर 4 गतेको निर्वाचनलाई कुनै पनि नाममा, कुनै पनि बाहनामा त्यसलाई सार्ने काम गर्नु हुँदैन। जनताले तपाईँहरूसँग के प्रश्न गरे? किन चुनाव हुन लाग्यो? गएको संविधान सभाको निर्वाचनमा पनि तपाईँहरू निर्वाचित हुनुहुन्थ्यो, तपाईँहरूको पार्टी पनि सरकारमा थियो, संविधान किन बन्न सकेन भन्ने प्रश्न छ र हामी यो कारणले बन्न सकेन र यसमा संविधान सभाको विघटन गर्ने कुरामा खास गरी अब हामी पनि थोरै दोषी छौँ होला र अब हामी संविधान सभामा हाम्रो पार्टीले जित्दा संविधान बनाउने कुराको सुनिश्चित गर्ने कुराको त्यो भूमिका नेकपा एमाले निर्वाह गर्छ भन्ने कुरा हामी उहाँहरूको बीचमा राखेका छौँ। यो त तपाईँको पार्टीगत कुरा भयो तिलकजी। तपाईँ आफैलाई व्यक्तिगत रूपमा के लाग्छ? साँच्चै चुनाव हुन्छ जस्तो लाग्छ? जो यो मिति तय भएको छ त्यसको विपक्षमा रहेका दलहरूका मागहरूलाई, सम्भव भएका मागहरूलाई सम्बोधन गर्नुपर्छ र मङ्सिर 4 गते निर्वाचन हुन्छ भन्ने मलाई लाग्छ। अहिले काङ्ग्रेस, परासी काङ्ग्रेस कतिको अगाडि बढाएको छ अथवा के छ तपाईँहरूको अवस्था? विशेष गरेर नेपाली कङ्ग्रेस नवलपरासीले दुई किसिमले चाहिँ हेरेको छ वर्तमान परिस्थितिले। एउटा आगामी निर्वाचन र निर्वाचनको लागि जनताको घर दैलोमा पुग्ने कार्य र अर्को चाहिँ नियमित रूपमा पार्टी सङ्गठनका क्रियाकलापहरू, कार्यक्रमहरू। हामीले यसलाई दुवै कार्यक्रमलाई सँगसँगै लानुपर्छ भन्ने छ। महासमितिको बैठक पछि एक किसिमको उत्साह नवलपरासी काङ्ग्रेसमा आएको छ। हरेक कार्यकर्ताहरू उत्साहित भएका छन्। त्यो बाहेक पनि हामीले अहिले निर्वाचनलाई नै मध्यनजर गरेर पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता वितरण गर्ने अभियानलाई हामीले गाउँ गाउँसम्म लगेका छौँ र पहिलो चरणको कार्यक्रम अन्तर्गत साउन मसान्तसम्ममा सबै गाउँ कार्य समितिहरूबाट, क्षेत्रबाट जिल्लामा एक्टिभ मेम्बरको फर्महरू आउने काम छ। अर्थात् यसले पनि के गरेको छ त भन्दा पार्टीको आन्तरिक सङ्गठनलाई मजबुत बनाउने काम गरेको छ एउटा।
अर्को कुरो निर्वाचनकै लागि जनताको घर दैलोमा पुग्ने कार्यलाई पनि हामीले प्राथमिकता राखेका छौँ, सोही अनुसारको कार्यक्रम बनाएर अगाडि बढेका छौँ। तपाईँहरूलाई जनताको घर दैलोमा पुग्नलाई के अवरोध छन्, के बाधा छन्? जनता निर्वाचनप्रति उत्साहित छन्, तर अहिले पनि निराशा कहाँनिर छन् भन्दा संविधान सभाको निर्वाचन भएर पनि संविधान बन्ने सुनिश्चितता गर्नुहोस् भनेर चाहिँ जनताहरूद्वारा हामीलाई चाहिँ भनिएको अवस्था छ। त्यसो भएपछि र हामीलाई एउटा कुरो के चाहिँ सजिलो भएको छ भन्दा जनताले बुझेको छ यो संविधान सभाको विघटनपछि यो समयमा जनताले एक किसिमको विवेचना सर्वेक्षण गर्ने अवस्था सिर्जना भएछ। यो समयले चाहिँ जनताले बुझ्ने परिस्थिति सिर्जना भएछ के का कारणले संविधान बनेन र त्यति बेला जनताले जसलाई विश्वास गरे उसले जनताको आकांक्षा जनताको मनोभावना बुझ्न सकेन, त्यस कारणले चाहिँ संविधान बनेन भन्ने कुरो चाहिँ नेपाली जनताले बुझेको छ। प्रश्न राख्दैछु कैलाश महतोजीलाई, के छ तपाईँहरू त धेरै अगाडिदेखि सक्रिय हुनुहुन्छ, घुमिराख्नु भएको छ, के छ चुनावको बारेमा तपाईँहरूको धारणा के छ? मेरो यसमा म नेता हुनुभन्दा पनि म सामान्य एउटा नागरिकको हैसियतले बोल्न चाहन्छु। संविधान सभाको निर्वाचन विगतमा भयो, त्यसको परिणाम हामीले देशले भोग्दैछ र अब हुने जुन चुनाव हामी भन्दैछौँ आसन्न संविधान सभाको चुनाव मङ्सिर 4 गते हुने भने म सुरुमै भने म नेता भन्दा पनि म नागरिकको हैसियतले म आफैलाई पनि प्रश्न गर्न चाहन्छु, यो आउने मङ्सिर 4 गते संविधान सभा जुन चुनाव हुनेवाला छ वा हुन्छ त्यो के को लागि? धेरै देशहरूमा जति देशहरूमा संविधान सभाको चुनाव भएको छ ती देशहरूमा थोरै पुनर्निर्वाचन, तेस्रो निर्वाचन, चौथो संविधान सभाको निर्वाचन भएका देशहरूमा फ्रान्स र अर्को एक दुईवटा देश होलान् जहाँ संविधान बनेको छ पुनः निर्वाचन भएर। र यो जुन फेरि संविधान सभाको निर्वाचन हुनेवाला छ र हाम्रा नेताहरूले पार्टीहरूले के भन्दैछन् भने हामीले 90% कामहरू सिध्याइसकेका छौँ। जुन संविधानका कामहरू गरेका छन् ती कामहरूको अनुमोदन 601 जनाको बिचमा गराउनु पर्छ। 90% भइसकेका कामहरू छन् तर 1% को अनुमोदन त्यो के संविधान सभाको भवनमा अहिलेसम्म भएको छैन। समस्या त्यो पनि ठुलो हो। तपाईँको विचारमा संविधान चुनाव भए पनि संविधान लेखिँदैन? मतलब शङ्का, यो मेरो व्यक्तिगत पनि शङ्का हो र जनमानसको शङ्का, बुद्धिजीवीहरूको शङ्का हैन, नागरिक समाजको यो चिन्ता जुन छ त्यसलाई म मतलब राख्न खोजेको मात्र हो। हाम्रो पनि दावा छ चुनाव हुनै पर्छ, चुनावको अर्को कुनै विकल्प छैन। लोकतान्त्रिक देशमा चुनाव हुनुपर्छ। अनि पुरन्जीलाई के लाग्छ त, चुनाव होला जस्तो लाग्छ कि हुँदैन जस्तो लाग्छ कि कतिको जमजमाउनु भएको छ चुनावको लागि? चुनाव हुन्छ भनेर तमलोपा नवलपरासीका कार्यकर्ताहरू चुनावी मैदानका हरेक मोर्चामा सामना गर्नको लागि तयारी रणनीतिमा अगाडि बढिरहेका छन्। 2062-63 मा जुन लोकतन्त्र प्राप्तिको लागि गरेको आन्दोलन र जनताको अपेक्षा या म्यान्डेटहरू पूरा गर्न धेरै बाँकी रहेको छ। विगतका संविधान सभाका चुनावमा जनताले दिएको म्यान्डेट यो देशको राजनीतिकका दलहरू पूरा गर्न नसकेको अवस्थामा यो देशका जनताले चाहेका राज्यको पुनर्संरचना, समावेशी, नक्साङ्कन, सीमाङ्कन लगायतका कामहरू बाँकी छन्। त्यो काम पूरा गर्नको लागि पनि हामीले चुनाव चाहेका छौं र यो चुनावमा कुनै पनि राजनीतिक दलले कुनै पनि बहानामा बहिष्कार गर्न हुँदैन। सबै राजनीतिक दलहरूले आफ्ना आफ्ना विचार, पार्टीका घोषणा पत्र, जनताका एजेन्डा लिएर निर्वाचनमा भाग लिनु पर्दछ भन्ने हाम्रो पार्टीलाई लागेको छ। चुनावको लागि हामी तयार पनि हो, तर एउटा कुरा चाहिँ अहिले 20औं वर्ष 30औं वर्षदेखि चाहिँ जुन मतदाता नामावलीमा नाम रहेका चाहिँ मतदाताहरू चाहिँ अहिले छुटिरहेको अवस्था छ। त्यस हुनाले अहिले बहुसंख्यक मान्छे चाहिँ जुन हिजो चाहिँ नागरिक मतदान गरेर चाहिँ यहाँको चाहिँ सांसद बनायो, प्रधानमन्त्री बनायो, त्यो मान्छे अहिले चाहिँ वञ्चित भइरहेछ। त्यस हुनाले त्यसको मानवाधिकारको हनन भन्ने कि के हनन भन्ने त्यस विषयमा चाहिँ
अलि पार्टीहरू चाहिँ मौन भएको चाहिँ मैले देखिरहेको छु। अब प्रेम रिमालजी हुनुहुन्छ नेकपा माओवादीका। प्रेमजीको पार्टीले चुनाव किन नस्वीकार गरेको? हाम्रो अगाडि दर्शन छ, दर्शनका आधारमा हामीले राजनीति गरेको, कुनै नेताको लागि होइन। हिजो संविधान सभाको चुनाव भयो र संविधान हामीले 2 वर्षभित्र तयार गरेर दिन्छौँ भनेर नेपाली जनतालाई वाचा गरेका हुन्। यदि भएन भने 6 महिना हामीले थपेर भए भने संविधान चाहिँ नि बनाउँछौँ भनेर जनतालाई वाचा गरेका थिए। त्यो वाचा सबै अहिलेका संसदवादी पार्टीहरूले बनाएको नियम हो। यो कुनै कसैले बनाइदिएको नियम होइन। आफैले बनाएको नियम आफैले कुल्चेर हिँड्ने अवसरवादी, जनतालाई धोका दिने धोकेबाजहरूले फेरि संविधान निर्माण गर्छन् भन्ने कुनै तुक छैन। कुनै बेला तपाईँ पनि त्यही समूह हुनुहुन्थ्यो नि होइन? बिल्कुलै हो। म एक दिन नानी थिएँ, आज म वृद्ध छु। हाम्रो पार्टी अरू पार्टीमा भलै यस्तो किसिमको विद्रोह भएन जहाँ अहिले जुन एकीकृत माओवादी र माओवादीको बिचमा भयो। हुन त 4 राजनीतिक पार्टीका शीर्षस्थ नेताहरूले एउटा सिन्डिकेट खडा गरे जसमा त्यो पार्टी सबै पार्टीभित्र एकमतता पनि छैन, एकमतता देखिँदैन। अब तपाईँहरू दुईटा सँगै जुधिरहने अनि जनता बाछो चाहिँ मिचिरहे। जनता र राष्ट्रियताको विषयमा कसले काम गरेको छ भन्ने कुरा आज आम नेपालीले सोच्न पर्ने हो। त्यो अवस्था आम नागरिक, ग्रामीण इलाकामा बसेका किसान, मजदुर, तमाम जनजाति तमामलाई यो राजनीतिक चेतनाको अभावै छ। तर फेरि पनि विगतका जस्तो छैन। अहिले जनता केही सचेत भइसकेका छन्। जनताले चुनाव बहिष्कार नगरेर तपाईँहरूलाई नै बहिष्कार गर्यो भने के हो? हामीले त आह्वान गर्ने न हो जनतालाई। कैलाशीलाई पनि तपाईँको प्रश्न त उही सोध्नुपर्ने हो। चुनावको बारेमा कतिको आशंका छ जनतामा? चुनाव हुन्छ हुन्न भन्ने कुरामा तपाईँहरूले कसरी हेर्नु भएको छ? तपाईँहरू बुद्धिजीवीहरूले, प्राध्यापकहरूले कसरी हेर्नु भएको छ यो प्रश्नलाई? अब सबै राजनीतिक दलहरू गोलबन्द भएर निर्वाचनमा भाग लिने हो भने